हेलो गाइस, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ? म पनि सन्चै छु हैन। आज चाहिँ म मेरो स्किन केयर गर्दैछु। नाइट स्किन केयर राम्ररी हुनलाई, बुट जस्तो अनुहारलाई गोरी बनाउन खोज्दैछु हैन। अनि म चाहिँ फेस वास युज गर्नुभन्दा चाहिँ यो वाइप टिस्यु युज गर्छु हैन। यो वाइप टिस्यु चाहिँ त्यो बच्चाहरूको हुन्छ नि चाकसाक धोइदिन्छ नि हो त्यही हो कि, तर यो एकदम राम्रो हुन्छ अरे कि यो बच्चाको स्किनलाई युज गर्छ नि त। त्यही भएर यो वाइप टिस्यु चाहिँ फेसले मजाले कति मजाले फोहोर निकाल्दो रहेछ। हेर नि त्यहाँ सखा पारिदियो, त्यो भुइँका धुलाहरू बाटाका धुला मुलाहरू सबै सखा पारिदिए। मस्कारा पनि सबै लैदिए। कति जादु खाली रहेछ यो वाइप टिस्यु भन्ने त। साह्रै राम्रो रहेछ, सबैले युज गर्नुपर्छ हैन। हेर्दा हेर्दै म त राम्री भयो। फेस वास गरेपछि कस्तो हुन्छ हेर्न पर्यो। ओहो, फेस वास गरेपछि त कति राम्री भइको हुन्छ नि, म सेती भइछु। हाई हाई किसी की नजर नलागे। अब चाहिँ म टोनर लगाउँछु हैन। मेरो फेसको राजा हो कि यो टोनर चाहिँ। कस्तो राम्रो हो कि यो टोनर, दुध जस्तो हो, दुध जस्तो। यो चाहिँ प्लमको टोनर हो हैन। यो चाहिँ राइस टोनर हो। यसले यति राम्रो गर्दो रहेछ, फेसलाई टलक्कै टल्काएर फेस ग्लो ल्याउँदो रहेछ। दुधले नुहाएको जस्तो भयो मेरो फेस त। कति राम्रो हेर नि त्यहाँ, अब एकछिनमा ग्लो आउँछ। कति ग्लो आयो त, मक्ख परिछु फेरि म। ग्लो आयो भनेर के पैसा खर्च गरेपछि त अलिकति राम्रो भयो भने त मक्ख पर्न परिहाल्यो नि। अनि यो चाहिँ सिरम हो हैन, यो सेन्टेलाको सिरम हो। यो सिरम कति राम्रो हो कि, यो पनि पिम्पलका दाग सागहरू पिम्पल सिम्पल सबै सुहा पारिदिने रहेछ। एकदमै राम्रो हो। पैसा पनि अलिक महँगै हो कि, डलर कति भनौँ अब 30-40 होइन कति डलर हो कुनि, म अलिक बिर्सेँ पछि भन्छु। अनि यो हुन्छ नि यो चक्लेट खाँदै खाएको कति मिठा खान्छ चक्लेट न, आफूले चुमी कि फेरि अरूले चुम्नु होइन, आफूले चुम्ने त। अनि यो चाहिँ के हो फेरि, यो चाहिँ हो मोइस्चराइजर होइन, प्लमको मोइस्चराइजर। यो मोइस्चराइजर जति राम्रो त कुनै मोइस्चराइजर छैन हेर। सस्ता पनि छन्, सस्ता भने के सस्ता पनि ठिकै छन्, तर राम्रो खानु, बहुत राम्रो खानु। यो चाहिँ टक्क फेसमा लगाएपछि कति राम्रोसँग ग्लो आउँछ। अनि मेरा कुनै केटा ल्याएर मेरो फेस यसो छुन खोजे पनि हातै प्ल्याट चिपेर ब्ल्याटेर आएर तल भुइँमा बजारिदिन्छन् क्या, त्यस्तो सफ्ट हुन्छन् होइन। फेस कसैले छुनै सक्दैनन् कि, तर यो चाहिँ राम्रो हो। अनि यो चाहिँ हो आई क्रिम। यो चाहिँ काला हाला गोरा बनाउने जादु क्रिम भनौँ होइन। पैसा पनि राम्रै परेछन् यसका, अब डलरै परेछन् भनौँ होइन। बहुत राम्रो खान्, एकदमै राम्रो सेतो बनाउने रहेछ। अब हेर नि त्यहाँ, हेर्दा हेर्दै म त कति राम्री भयो नि। ओहो, कसैको नजर नलागोस्, आफूलाई चुम्न मन लाग्यो क्या। थ्याङ्क यू फर वाचिङ गाइस, बाई बाई। सबैले म जस्तै राम्री हुनु होला है, बाई बाई।